रवि लामिछानेजीले धेरै बन्नुभयो तर आफै गएर जेल बस्नुपर्ने स्थिति आयो हैन। त्यसैले के हुन्छ भने गलत मान्छेहरूले चाहिँ कुनै पनि कुरालाई प्रचार धेरै गर्छ तर सत्यलाई प्रचार गरिराख्नु पर्दैन। बालेनजीको अवस्था म चाहिँ के देख्दछु भने बालेनजीमाथि षड्यन्त्र भयो जस्तो लाग्छ। बालेनजीको आफ्नै पार्टी थियो, उहाँले आफै पार्टी खोलेर चाहिँ तपाईको चाहिँ बरु आएको भए चाहिँ एउटा परिस्थिति बन्थ्यो। तर उहाँ जुन प्लेटफर्ममा जानुभयो त्यो प्लेटफर्म त विवादित प्लेटफर्म छ। त्यसले गर्दाखेरि बालेनजीमाथि पनि धेरै ठुलो बिग क्वेसन मार्क लागेको छ नि। वाइ बालेन? तपाईँ बालेन र त्यो रवि लामिछाने अलग अलग हुँदाखेरि दुईटैको ट्विट निकालेर एक दर्जन ट्विट हेर्नुहोस् न, एकले अर्कालाई यस्तो आपत्तिजनक भाषामा गालीगलोच गरेको छ कि तपाईँ त्यो पढ्न पनि सक्नुहुन्न सार्वजनिक रूपमा। त्यस कारणले बालेनजी अलग हुँदाखेरि चाहिँ रासोपा त्यति खत्तम थियो, रवि लामिछाने त्यति खत्तम थियो, उहाँकै ट्विटमा चाहिँ हामीले पढ्न पाएको। अब त्यहाँ बालेनजी चाहिँ रासोपा छिर्ने बित्तिकै चाहिँ त्यो सबै एकदम सुनपानीले छर्क्यो, सबै भगवान भए भन्न खोजेको जुन एउटा भाष्य निर्माण गर्न खोजिएको छ त्यो त नागरिकले हेर्दैछ नि। जहाँसम्म भिडको कुरा गर्नुभयो, पूर्व राजा ज्ञानेन्द्र जाँदाखेरि कम भिड छ, ऊ राजा हुँदाखेरि कम भिड थियो। हाम्रो चाहिँ महानायक हुनुहुन्छ राय समालजी, उहाँ पनि कहीँ जानु भने भिड त उत्तिकै हुन्छ। तपाईको चाहिँ अमिताभ बच्चन कहीँ गयो भने भिड त उत्तिकै हुन्छ। त्यसैले भिड भयो भनेर चाहिँ नि तपाईँ राजनीतिक स्कुलिङको, राजनीतिक दर्शनको, राजनीतिक चाहिँ ब्यालेट रूपान्तरणको रूपमा त्यो भिडलाई लिनु भयो।